हङकङ एउटा यस्तो क्षेत्र हो जुन संसारका सबैभन्दा धेरै गगनचुम्बी भवनहरूका लागि प्रसिद्ध छ, जहाँ एसियाको सबैभन्दा पुरानो फ्युनिकुलर रेलवे सञ्चालन छ, जहाँ पहाडहरूको बीचमा बिग बुद्धको विशाल प्रतिमा विराजमान छ र यहाँ ब्रुसली तथा ज्याकी चेन जस्ता मार्शल आर्टका महान हस्तीहरूको विरासत आज पनि जीवित नै छ। त्यो हो हङकङ, जसका बारेमा यस्ता धेरै कुराहरू छन् जुन तपाईले अवश्य जान्नै पर्छ। त्यसैले आउनुहोस् हामीसँग माइन्ड्स अफ मिडियामा हङकङको यात्रामा निस्कौं। हङकङ, जसको आधिकारिक नाम हङकङ स्पेशल एडमिनिस्ट्रेटिभ रिजन अफ द पिपुल रिपब्लिक अफ चाइना हो, किनभने यो स्वतन्त्र देश नभई चीनको एउटा विशेष प्रशासनिक क्षेत्र हो, जसको आफ्नै कानुन र आफ्नै अलग करेन्सी छ, जसले यसलाई आर्थिक रूपमा स्वतन्त्र बनाउँछ। तर जब विदेशी सम्बन्ध र सुरक्षासँग सम्बन्धित राजनीतिक विषयको कुरा आउँछ, तब यो पूर्ण रूपमा चीनको नियन्त्रणमा रहन्छ। यो मुख्य रूपमा 3 भागहरू मिलेर बनेको छ: हङकङ आइसल्यान्ड, नाओलिन पेनिन्सुला र न्यू टेरिटोरिज। यी 3 भागहरूमा 260 भन्दा बढी साना ठूला द्वीपहरू समावेश छन्, जसले मिलेर यस विशेष प्रशासनिक क्षेत्र हङकङको निर्माण गरेका छन्। चीनको दक्षिणी तटमा पेरल रिभरको मुखमा अवस्थित हङकङ साउथ चाइना सीले घेरिएको छ। यसको एकमात्र स्थलीय सीमा उत्तरतर्फको चीनको सेन्जङ शहरसँग जोडिएको छ। यहाँबाट यो समुद्री मार्गतर्फ ताइवान, भियतनाम र फिलिपिन्स जस्ता देशहरूसँग जोडिएको छ, जसले यसलाई एउटा महत्त्वपूर्ण समुद्री केन्द्र बनाएको छ। 150 भन्दा बढी समयसम्म ब्रिटिस शासन अन्तर्गत रहेको यो क्षेत्र आज चीनको हिस्सा मानिन्छ। त्यसैले यसको आफ्नै छुट्टै राजधानी छैन, बरु सम्पूर्ण क्षेत्रलाई नै एउटा ठूलो शहरका रूपमा मानिन्छ। आफ्नो बलियो अर्थतन्त्र, उत्कृष्ट कनेक्टिभिटी र संसारका सबैभन्दा ठूला वित्तीय केन्द्रहरूमध्ये एक भएको कारण यसलाई एसियाको ओल्ड सिटी तथा एउटा ग्लोबल सिटी पनि भनिन्छ। त्यसैले अबको कुराकानीमा हामी यसलाई हङकङ सिटी भनेर सम्बोधन गर्न सक्छौं, हैन त? हङकङ सिटीको कहिले पनि आधिकारिक राजधानी रहेन, तर ब्रिटिस शासनकालमा सिटी अफ भिक्टोरिया त्यसको प्रमुख प्रशासनिक केन्द्र थियो, जसले आज हामी सेन्ट्रलको नामले चिन्छौं। आज पनि यही क्षेत्र हङकङको प्रशासन र अर्थतन्त्रको मुख्य केन्द्र बनेको छ। यहाँको टाइमर क्षेत्रमा सरकारी मुख्यालय अवस्थित छ, जसले यस शहरको ऐतिहासिक निरन्तरतालाई देखाउँछ। हङकङ एउटा पहाडी क्षेत्र हो जहाँ बसोबासका लागि जमिन निकै कम थियो। त्यसैले यहाँ ल्यान्ड रिक्लाइमेसन अर्थात् भूमि पुनः प्राप्तिको माध्यमबाट समुद्रलाई माटो, बालुवा र चट्टानले भरिएर नयाँ सुक्खा जमिन तयार गरेको। र यो कुरा थाहा पाएर तपाई छक्क पर्नुहुनेछ कि आज हङकङका 25% भन्दा बढी व्यापारिक केन्द्रहरू तथा प्रसिद्ध हङकङ इन्टरनेसनल एयरपोर्ट चेक ल्यापकोक पनि यही पुनः प्राप्ति गरेको जमिनमा अवस्थित छ। ल्यान्ड रिक्लाइमेसन पछि हङकङको कुल क्षेत्रफल करिब 1114 वर्ग किलोमिटर रहेको छ र समय समयमा यसमा वृद्धि हुँदै आएको छ। त्यसैले यसको समुद्री तटरेखा करिब 733 किलोमिटर लामो छ। यद्यपि हङकङको करिब 75% भूभाग पहाड र हरियालीले ढाकिएको छ। यसको ठूलो भाग कन्ट्री पार्क तथा नेचर रिजर्भका रूपमा सुरक्षित राखिएको छ। यी क्षेत्रहरूमा कडा नियमका कारण घर बनाउन वा कुनै पनि प्रकारको निर्माण कार्य गर्न अनुमति छैन। त्यसै कारण यहाँका करिब 7.5 मिलियन जनसंख्या बाँकी रहेको केवल 25% जमिनमा बस्न बाध्य भएका छन्। जमिनको यही अभावका कारण यहाँका मानिसहरू अत्यन्तै सानो ठाउँमा खुम्चिएर बस्ने गर्दछन्। यहाँको केवाङट्वाङ डिस्ट्रिक्ट सबैभन्दा बढी जनघनत्व भएको क्षेत्र हो, जहाँ प्रत्येक वर्ग किलोमिटरमा 61,000 भन्दा बढी मानिसहरू बसोबास गर्दछन्। त्यसैगरी यङ टिसिम मोङ डिस्ट्रिक्टको मोङकक क्षेत्रमा जनघनत्व यति धेरै छ कि गिनिज वर्ल्ड रेकर्डका अनुसार यहाँका केही स्थानहरूमा प्रति वर्ग किलोमिटर 1,30,000 जनसम्म पुगेको छ, जसले यसलाई संसारका सबैभन्दा भिडभाड भएका स्थानहरूमध्ये एक बनाएको छ। यो साँच्चै नै आश्चर्यजनक कुरा हो। मूल रूपमा यहाँका अधिकांश मानिसहरू क्यान्टोनिस हुन्, जो दक्षिण चीनको गाङडोङ प्रोभिन्स
सँग सम्बन्धित छन् र उनीहरूको मुख्य भाषा पनि क्यान्टोनिस नै हो। यद्यपि हङकङका दुईवटा अफिसियल ल्याङ्ग्वेज छन्, चाइनिज र इङ्ग्लिस। चाइनिज भाषाको क्यान्टोनिक रूप नै मुख्य रूपमा बोलिन्छ र बुझिन्छ। पछिल्ला केही वर्षहरूमा यहाँ माइड्रेन बोल्नेको संख्या पनि उल्लेखनीय रूपमा बढेको छ। हङकङमा बुद्धिज्म र टाइसम प्रमुख धर्महरू हुन्। यहाँ क्रिस्चियन समुदायको पनि ठूलो जनसङ्ख्या रहेको छ। यी बाहेक मुस्लिम, हिन्दू र सिख धर्मका मानिसहरू पनि यहाँ बसोबास गर्ने गर्दछन्। साथै यहाँ धेरै त्यस्ता मानिसहरू पनि छन् जसले कुनै विशेष धर्म नै मान्दैन। हङकङको आफ्नै करेन्सी छ जसलाई हङकङ डलर भनिन्छ। हाल एक हङकङ डलर बराबर करिब नेपाली रु 17.55 बराबर हुन्छ। यहाँको समय नेपालको समय भन्दा 2 घण्टा 15 मिनेट अगाडि छ। यदि यहाँको लिटरेसी रेटको कुरा गर्ने हो भने यो करिब 99% छ, जसले यहाँको एजुकेसन सिस्टम कति उत्कृष्ट छ भन्ने देखाउँछ। यहाँ बालबालिकाहरूले 12 वर्षसम्म निशुल्क र अनिवार्य एजुकेसन प्राप्त गर्छन्। साथै अहिले यहाँका विद्यालयहरूमा एआई को माध्यमबाट एडभान्समेन्ट ल्याउने तर्फ पनि विशेष ध्यान दिँदैछ। अब हेल्थ सिस्टमको कुरा गर्ने हो भने यहाँको मेडिकल सेटअप विश्व स्तरीय छ। यहाँ उपचार तुलनात्मक रूपमा सस्तो छ र मेडिकल फिल्डमा एडभान्स टेक्नोलोजी तथा एआई को प्रयोगका कारण आज हङकङका मानिसहरूको औसत आयु संसारकै सबैभन्दा धेरै मध्ये एक मानिन्छ। यसमा यहाँका मानिसहरूको एक्टिभ लाइफस्टाइलले पनि यो महत्त्वपूर्ण भूमिका खेलेको छ। यहाँका मानिसहरू आफूलाई हङकङनियर भनेर चिनाउन रुचाउँछन् र आफ्नो छुट्टै सांस्कृतिक पहिचानमा गर्व गर्दछन्। उनीहरूको स्वभावमा इस्ट र वेस्टका भ्याल्युजको एउटा अनौठो मिश्रण देख्न सकिन्छ। यी मानिसहरू आफ्नो लाइन स्पिडका लागि परिचित छन्, जसको अर्थ हो कठिन परिस्थितिमा पनि हार नमान्ने। स्वभावले यिनीहरू केही रिजर्भ हुन्छन् र आफ्नो परिवार तथा ज्येष्ठ नागरिक प्रति गहिरो सम्मान राख्दछन्। यसका साथै उनीहरूले नेचरको महत्त्व पनि राम्रोसँग बुझेका छन्। उनीहरू आफ्नो कला र संस्कृतिमा गर्व गर्दछन्, जुन प्राचीन र आधुनिकताको उत्कृष्ट सङ्गम हो। यहाँ प्राचीन क्यान्टोनिस ओपेरा सँगै ब्रुस ली र ज्याकी चेन जस्ता महान व्यक्तिहरूको विरासत पनि जीवित छ। यसका कारण हङकङ मार्शल आर्ट फिल्मको विश्वव्यापी केन्द्र बनेको छ। यहाँको प्रसिद्ध क्याङ्टो पप संगीतको एउटा विशेष शैली हो जसमा पश्चिमी पप र रक संगीतलाई चिनिया संगीतसँग अनौठो ढङ्गले फ्युजन गरिएको छ। हङकङको आधुनिकता यसको गगनचुम्बी भवनहरूमा पनि प्रष्ट देख्न सकिन्छ। यहाँ न्युयोर्क भन्दा पनि धेरै स्काइकिपर छन्, जसका कारण यसलाई संसारकै सबैभन्दा भर्टिकल सिटी मानिन्छ। यद्यपि जमिनको अभावका कारण यहाँ प्रोपर्टीको मूल्य संसारकै सबैभन्दा महँगो मध्ये एक छ। त्यसैले धेरै मानिसहरू बाध्य भएर कफन फ्ल्याट जस्ता अत्यन्तै साना घरहरूमा बस्ने गर्दछन्। अर्कोतर्फ एउटा रोचक कुरा के छ भने अग्ला भवनहरूका लागि प्रसिद्ध यस आधुनिक सहरमा फेङ सुईको परम्परा गहिरोसँग जरा गाडेर बसेको छ। यसलाई यहाँ अन्धविश्वास होइन, बरु बिजनेस र सफलताको एउटा म्यानेजमेन्ट टुलको रूपमा लिइन्छ। यहाँको मान्यता अनुसार पहाडमा बस्ने ड्र्यागनहरू सकारात्मक ऊर्जा लिएर समुद्रतर्फ अघि बढ्दछन्। यदि उनीहरूको बाटोमा कुनै अवरोध आयो भने त्यसले सहरका लागि दुर्भाग्य ल्याउन सक्छ। त्यसैले यहाँका गगनचुम्बी भवनहरूको बीचमा ठुल्ठुला खाली स्थान वा प्वालहरू छोडिन्छन्, जसलाई ड्र्यागन गेट पनि भनिन्छ, ताकि ऊर्जा कुनै अवरोध बिना अगाडि बढ्न सकोस्। त्यसैले हङकङ संसारका ती सीमित सहरहरू मध्ये एक मानिन्छ। यहाँ फेङ सुई जस्ता प्राचीन चिनिया परम्पराहरू र आधुनिक वेस्टर्न लाइफस्टाइल कुनै टकराव बिना सँगसँगै चलिरहेको छ। अब खेलकुदका कुरा गर्ने हो भने यहाँ ब्रिटिस र चिनिया प्रभाव एकैसाथ देख्न सकिन्छ, किनभने यहाँ रुग्बी, क्रिकेट र हर्स रेसिङ जस्ता ब्रिटिस खेलहरू पनि लोकप्रिय छन्। त्यति नै प्रसिद्ध छन् ड्र्यागन बोर्ड रेसिङ र मार्शल आर्ट जस्ता परम्परागत चिनिया खेलहरू पनि। विशेष गरी यहाँको हङकङ 7 रुबी टुर्नामेन्ट तथा हर्स रेसिङ प्रति मानिसहरूको जुन उत्साह छ त्यो संसारभर प्रसिद्ध छ, जसका बारेमा जानिसकेपछि अब हामी अघि बढ्नेछौँ हङकङको इतिहासतर्फ। सबैभन्दा पहिले थाहा पाऊँ यसलाई हङकङ नाम कसरी प्राप्त भयो। यो नाम क्यान्टोनिज शब्द हङकङबाट आएको हो, जसको अर्थ हुन्छ फ्र्यागमेन्ट हार्बर अर्थात् सुगन्धित बन्दरगाह। प्राचीन समयमा यो क्षेत्र अग्रोड अर्थात् इन्क्रिज वुड जस्ता सुगन्धित काठ तथा अगरबत्तीहरूको व्यापारको प्रमुख केन्द्र थियो। त्यसैले ब्रिटिस नाविकहरूले यहाँ फैलिएको सुगन्धका कारण यस सम्पूर्ण क्षेत्रलाई फ्र्यागमेन्ट हार्बर नाम दिएका थिए, जसलाई स्थानीय भाषामा ह्योङ गोङ भनिन्थ्यो।
थियो र पछि यही नाम परिवर्तन हुँदै हङकङ बन्यो। 13औं शताब्दीमा मंगोल आक्रमणका बेला चीनको शाही परिवारले पनि यहाँको लाङटोङ आइसल्यान्डमा शरण लिएको थियो। त्यसपछि 16औं शताब्दीमा पोर्चुगली नाविक जॉर्ज एर्वेस यहाँ आइपुगेपछि पहिलो पटक हङकङको सम्पर्क युरोपसँग भयो। त्यसपछि बिस्तारै यो दक्षिण चीनको व्यापारिक सञ्जालको एउटा महत्त्वपूर्ण केन्द्र बन्दै गयो। त्यसपछि आधुनिक हङकङको वास्तविक निर्माण 19औं शताब्दीमा आएका ओपियम वारको समयमा भयो। सन् 1842 मा भएको ट्रिटी अफ न्याङ्किङ अन्तर्गत बेलायतले हङकङ आइसल्यान्डमाथि अधिकार जमायो। त्यसपछि 1860 मा नाउलोङ पेनिन्सुला र 1898 मा न्यू टेरिटोरिजलाई 49 वर्षका लागि लिजमा लिएर यसलाई पूर्ण रूपमा एउटा ब्रिटिस कोलोनीमा परिवर्तन गरियो। त्यसपछि सेकेन्ड वर्ल्ड वारका क्रममा 1941 देखि 1945 सम्म यहाँ जापानको नियन्त्रण रह्यो, जसका कारण यस क्षेत्रले ठूलो क्षति बेहोर्न पुग्यो। तर युद्ध समाप्त भएपछि विशेष गरी 1949 चाइनिज रिभोल्युसन पछि ठूलो संख्यामा आएका शरणार्थी तथा व्यापारीहरूले आफ्नो मेहनतका बलमा यसलाई एसियाकै सबैभन्दा ठूलो म्यानुफ्याक्चरिङ तथा फाइनान्सियल सेन्टर मध्ये एकमा रूपान्तरण गरे। पछि जब ब्रिटिसले समाप्त हुने समय नजिक आयो तब 1984 मा सिनो ब्रिटिस जोइन्ट डिक्लेरेसनमा हस्ताक्षर गरियो र जुन 1 1997 मा हङकङलाई पुनः चीनलाई हस्तान्तरण गरियो। तर वान कन्ट्री टु सिस्टमको बाचा सहित, ताकि हङकङले आफ्नो छुट्टै कानुनी तथा आर्थिक व्यवस्था कायम गर्न सकोस्। त्यसपछि पनि हङकङ निरन्तर एउटा ग्लोबल फाइनान्सियल हबको रूपमा विकसित हुँदै गयो। सन् 2020 मा लागू गरिएको नेशनल सेक्युरिटी लले यहाँको अटोनोमीलाई नयाँ उचाइमा पुर्यायो। आज यो शहर आफ्ना अग्ला स्काइकिपर इस्ट वेस्ट कल्चरको संगम तथा अन्तर्राष्ट्रिय व्यापारिक केन्द्रका रूपमा संसारभर आफ्नो छुट्टै र अटल पहिचान कायम राख्न सफल भएको छ। यसको झल्को यहाँका राष्ट्रिय प्रतीकहरूमा पनि प्रष्ट रूपमा देख्न सकिन्छ। हङकङको आफ्नै क्षेत्रीय फ्ल्याग छ, जसमा रातो ब्याकग्राउन्डमाथि सेतो रङको एउटा फूल बनाइएको छ। यो 5 पखण्डी भएको फूल हङकङ ओल्चिल ट्री अर्थात् बाहुनिया हो। यस फ्ल्यागमा रहेको रातो रङले चीनसँगको त्यसको सम्बन्धलाई जनाउँछ भने सेतो फूलले हङकङको आफ्नै विशेष पहिचान तथा प्रगतिलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्दछ। यस फूलको प्रत्येक पाखुण्डी भित्र एउटा सानो रातो तारा बनाइएको छ, जसले वान कन्ट्री टु सिस्टमको अवधारणालाई अझ बलियो बनाउँछ। यस फ्ल्याग सँगै हङकङको आफ्नै रिजनल एल्बम पनि छ, जुन गोलाकार आकारको छ। यसको बीच भागमा रातो ब्याकग्राउन्डमाथि उही सेतो बाहुनिया फूल रहेको छ। यसको बाहिरी सेतो घेरा भित्र माथि परम्परागत चाइनिज भाषामा र तल इंग्लिशमा हङकङ लेखिएको हुन्छ। यो आधुनिक प्रतीकको केवल हङकङको वर्तमान पहिचान मात्र होइन, चीनसँगको यसको बलियो सम्बन्ध तथा यसको अटोनोमी बीचको सन्तुलनलाई पनि प्रष्ट रूपमा देखाउँछ। हाल हङकङको छुट्टै कोट अफ आर्म छैन। सन् 1997 मा जब हङकङ ब्रिटिस शासनबाट चीनलाई हस्तान्तरण गरियो, तब औपनिवेश कालको पुरानो कोट अफ आर्म हटाइयो र त्यसको स्थानमा आजको यही रिजनल एल्बम प्रयोगमा ल्याइयो। अब यी राष्ट्रिय प्रतीकहरू बुझिसकेपछि आउनुहोस् हङकङको जियोग्राफी तर्फ अगाडि बढौं। भौगोलिक रूपमा हङकङलाई 3 मुख्य भागमा विभाजन गरिएको छ, जसको उल्लेख हामीले सुरुमा पनि गरिसकेका छौं। ती हुन् हङकङ आइसल्यान्ड, नाउलोन पेनिन्सुला र न्यू टेरिटोरिज। ती मध्ये हङकङ आइसल्यान्ड पहाडी भूभाग भएको क्षेत्र हो, त्यसैले यहाँका सडकहरू अधिकांश ढलानयुक्त छन् र शहर माथि तल फैलिएको जस्तो देखिन्छ। यस द्वीपको उत्तरी तर्फ रहेको भिक्टोरिया हार्बर संसारका सबैभन्दा व्यस्त तथा उत्कृष्ट प्राकृतिक बन्दरगाहहरू मध्ये एक हो। यही आइसल्यान्ड नै हङकङ क्षेत्रको ऐतिहासिक तथा आर्थिक केन्द्र हो। अर्को तर्फ नाउलिन पेनिन्सुला हङकङको सबैभन्दा धेरै जनघनत्व भएको समथर भूभाग हो, जसले यसलाई व्यापार तथा शहरी बसोबासको प्रमुख केन्द्र बनाएको छ। संसारले यसलाई वास्तविक हङकङ भनेर चिन्छन्, अर्थात् अग्ला स्काइकिपर र झिलिमिली बत्तीले भरिएको क्षेत्र। यो मुख्य रूपमा हङकङ आइसल्यान्ड र नाउलन बीचमा अवस्थित छ। तेस्रो भौगोलिक क्षेत्र हो न्यू टेरिटोरिज। यो हङकङको सबैभन्दा ठूलो भूभाग हो, जुन नाउलनको उत्तरबाट सुरु भएर सिधै चीनको सेन्जिन शहरको सीमासम्म फैलिएको छ। हङकङको करिब 90% भूभाग यही क्षेत्रमा पर्दछ, जहाँ आधुनिक शहरहरूसँग विशाल पहाडहरू, जंगल, खेतीयोग्य जमिन तथा समुद्री तटहरू पनि रहेका छन्। न्यू टेरिटोरिजकै एउटा महत्त्वपूर्ण भाग हो आउटल्याङ आइसल्यान्ड, जसमा सबैभन्दा प्रसिद्ध ल्याङटाउ
आइसल्यान्ड पर्दछ। क्षेत्रफलका हिसाबले ल्याङटाउ आइसल्यान्ड मुख्य हङकङ आइसल्यान्ड भन्दा पनि ठूलो छ। यहाँ प्रसिद्ध चेक ल्यापकोक एयरपोर्ट पनि अवस्थित छ। हङकङको सबैभन्दा अग्लो स्थान टेइमोसोन पर्वत पनि न्यू टेरिटोरिजकै बीच भागमा अवस्थित छ, जसको उचाइ करिब 957 मिटर छ। यसको सबैभन्दा होचो बिन्दु भने साउथ चाइना सीको समुद्री सतह हो। यहाँको जलवायु ह्युमिड सबट्रोपिकल क्लाइमेट हो, अर्थात् यहाँ गर्मीयाममा अत्यन्तै आर्द्र र उमसयुक्त हुन्छ भने जाडो मौसममा हल्का तथा सुक्खा हुन्छ। गर्मीको समयमा यहाँ टाइफुन आउने जोखिम रहन्छ। त्यसैगरी पहाडी भूबनावटका कारण यहाँ प्राय ल्यान्डस्लाइडको चुनौती पनि रहन्छ। तर हङकङको आधारभूत भूसंरचना निकै बलियो ग्रेनाइट तथा ज्वालामुखी जन्य चट्टानहरूबाट बनेको छ। यसै बलियो आधार र आधुनिक विन्ड रेसिस्टेन्ट इन्जिनियरिङका कारण यहाँका गगनचुम्बी भवनहरू हरेक मौसममा मजबुत रूपमा उभिएका छन्। सामान्यतया हङकङको नाम सुन्न साथ सबैभन्दा पहिले अग्ला भवनहरूले भरिएको शहरको चित्र दिमागमा आउँछ, तर वास्तवमा यो धेरै द्वीपहरू मिलेर बनेको क्षेत्र हो। त्यसैले यहाँको बायोडाइभर्सिटी पनि अत्यन्तै समृद्ध छ। यही कारण यहाँको भूभागमा घना जंगल, झाडीहरू तथा विशाल घाँसे मैदानहरू फैलिएका छन्। त्यसैगरी यसको समुद्री किनारमा म्याङ्गो फरेस्ट, सी ग्रास र कोरल रेफले मिलेर अत्यन्तै समृद्ध म्यारिन इकोसिस्टम निर्माण गरेका छन्। यहाँ चाइनिज बनियन, क्याफोर लोरेल तथा एटोनिम म्यापल जस्ता रुखहरू पाइन्छन्। फूलहरूमध्ये बाउनिया यहाँको क्षेत्रीय फूल हो, जुन प्राकृतिक रूपमा बैजनी रङको हुन्छ। चीनको विशेष प्रशासनिक क्षेत्र भएका कारण हङकङले चीनकै राष्ट्रिय प्रतीकको मान्यता दिन्छ, जसमध्ये जाइन्ट पाण्डालाई राष्ट्रिय जनावर तथा रेड क्रोन्ड क्रेनलाई राष्ट्रिय चराको मान्यता प्राप्त छ। त्यसैगरी ड्रागनलाई यहाँ पनि सबैभन्दा ठूलो सांस्कृतिक प्रतीक मानिन्छ। यदि यहाँ पाइने जंगली जनावरहरूको कुरा गर्ने हो भने यहाँ वाइल्ड बोर, रेड मेन्टज्याक, लेपर्ड क्याट, मास्केट पाम क्याबेट तथा लोभ उन्मुख चाइनिज पेंगुइन पाइन्छन्। पहाडी बाटाहरूमा रियर्सस म्याक्युई बाँदरहरू देखिनु पनि यहाँ सामान्य कुरा हो। चराहरूको लागि यहाँको माइपो विटल्यान्ड स्वर्गसरह मानिन्छ, जहाँ लोभ उन्मुख ब्ल्याकफेस, स्पोनबिल लगायत हजारौं प्रजातिका चराहरू प्रत्येक वर्ष यहाँ आउने गर्दछन्। यदि यहाँको समुद्री जीवनलाई हेर्ने हो भने चाइनिज व्हाइट डल्फिन, जसलाई पिग डल्फिन पनि भनिन्छ, तथा इन्डो पेसिफिक फिनलेस पर्पज यहाँ सजिलै देख्न सकिन्छ। ती मध्ये पिङ्क डल्फिनलाई त हङकङको रिजनल मस्कट समेत मानिन्छ। त्यसैगरी लामा आइसल्यान्डको समवाङ क्षेत्र ग्रीन टर्टलीले अन्डा पार्ने संरक्षित स्थलका रूपमा सुरक्षित गरिएको छ। यस सम्पूर्ण बायोडाइभर्सिटीको संरक्षणका लागि यहाँ टाइमोसान, साइकोङ, सिङमोङ लगायत 25 वटा कन्ट्री पार्क तथा होइमा मेरिन पार्क जस्ता मेरिन पार्क स्थापना गरिएका छन्। अब यी पार्कबाट बाहिर निस्केर हामी हङकङका नदीहरूको यात्रा सुरु गरौँ। यहाँको सबैभन्दा लामो तथा महत्त्वपूर्ण नदी सामचोङ रिभर हो, जसलाई सेन्जिन रिभरको नामले पनि चिनिन्छ। करिब 37 किलोमिटर लामो यो नदी हङकङ र मेनल्यान्ड चाइना बीच प्राकृतिक सीमाका रूपमा काम गर्दछ। यसैगरी सिङमोङ रिभर आफ्नो वाटर स्पोर्टका लागि प्रसिद्ध छ। ल्याम टिसुम रिभर आफ्नो ऐतिहासिक उपत्यका तथा प्राकृतिक महत्त्वका कारण परिचित छ, जबकि कामटिङ रिभर आफ्नो भी सेप भिलेज तथा सुन्दर झरनाहरूका लागि प्रसिद्ध छ। यसका अतिरिक्त लाङटाङ आइसल्यान्डमा रहेको टुङचुङ रिभर हङकङका ती दुर्लभ नदीहरू मध्ये एक हो, जुन आज पनि आफ्नो प्राकृतिक तथा शुद्ध स्वरूपमा बगिरहेको छ। खास गरी हङकङमा प्राकृतिक रूपमा उपलब्ध ताजा पानीका स्रोतहरू अत्यन्तै कम छन्, जुन यसका लागि एउटा ठूलो भौगोलिक चुनौती हो। यस समस्यासँग जुझ्न यहाँ धेरै ठूला रिजर्भर निर्माण गरिएका छन्, जसमध्ये प्लोभर कर्ब रिजर्भर र हाई आइसल्यान्ड रिजर्भर सबैभन्दा ठूला हुन्। यद्यपि यी सबैका बावजुद पनि हङकङको आफ्नो 70% भन्दा बढी फ्रेश वाटर सप्लाईका लागि मेनल्यान्ड चाइनाको टुङजिङ रिभर माथि निर्भर छ। यद्यपि पछिल्ला वर्षहरूमा हङकङले डिजाइलेसन अर्थात् समुद्री पानीलाई प्रशोधन गरेर प्रयोगयोग्य बनाउने प्रवृत्तिमा पनि विशेष ध्यान दिएको छ, ताकि बाह्य निर्भरता कम गर्न सकियोस्। र वास्तवमा भन्ने हो भने हङकङको उत्कृष्ट वाटर म्यानेजमेन्ट सिस्टमले यस फाइनान्सियल हबको तीव्र गतिलाई कायम राख्न अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ, जसले यहाँको इकोनोमीलाई समेत मजबुत बनाएको छ। हङकङ संसारका सबैभन्दा विकसित तथा खुला अर्थतन्त्र मध्ये एक हो।
यहाँको मार्केट सिस्टम अत्यन्तै फ्री छ र व्यापारमा सामान्यतया कडा रिस्ट्रिक्सन हुँदैन। यही कारणले गर्दा यसलाई विश्वकै प्रमुख ग्लोबल फाइनान्शियल हब मध्ये एक मानिन्छ। हङकङ चीनको बिजनेस तथा ट्रेडको मुख्य गेटवे पनि हो। यहाँ लो ट्याक्स पोलिसी तथा मिनिमल ट्यारिफले विश्वभरका इन्भेस्टरहरूलाई आकर्षित गर्छ। यसैगरी यहाँका बलिया फाइनान्शियल ल र आधुनिक ब्याङ्किङ सिस्टमले बिजनेस तथा इन्भेस्टमेन्टलाई निकै सहज बनाउँछन्। यहाँको अर्थतन्त्रको सबैभन्दा ठूलो हिस्सा सर्भिस सेक्टरबाट आउँछ, जसले यहाँको जीडीपी को करिब 93% योगदान दिन्छ। यस अन्तर्गत फाइनान्स, ट्रेड, लजिस्टिक, टुरिज्म तथा प्रोफेसनल एन्ड टेस्टिङ सर्भिस जस्ता प्रमुख क्षेत्रहरू समावेश छन्। पहिले यहाँ म्यानुफ्याक्चरिङ उद्योगको प्रभाव थियो र 1980 को दशकमा चीनले ओपन डोर पोलिसी लागू गरेपछि यहाँका अधिकांश म्यानुफ्याक्चरिङ युनिट माइनल्यान्ड चाइनामा सरे। त्यसपछि हङकङको ध्यान सर्भिस सेक्टर तथा टेक्नोलोजीमा केन्द्रित हुन थाल्यो। यद्यपि आज पनि यसका अगाडि केही चुनौतीहरू छन्, जस्तो कि विश्वव्यापी ट्रेडमा आउने अनिश्चितता तथा संसारकै सबैभन्दा महँगा प्रपर्टी मार्केट मध्ये एक हुनु। अब यदि यसको म्यानुफ्याक्चरिङको कुरा गर्ने हो भने त्यो अत्यन्तै आधुनिक र विकसित छ। यहाँको ट्रान्सपोर्ट नेटवर्क निकै विशाल छ, जसमा एमटीआर, मास ट्रान्जिट रेलवे, बिजनेस सर्भिस, फेरिज तथा विभिन्न ठूला बजेट समावेश छन्। एमटीआर का विस्तृत रेल लाइन र अक्टोपस कार्ड सिस्टमले यहाँको यात्रालाई अत्यन्तै सहज बनाएको छ। अक्टोपस कार्ड सिस्टम एउटा कन्ट्याक्टलेस स्मार्ट कार्ड हो, जसलाई बस, एमटीआर, फेरी तथा पसलहरूमा पेमेन्ट गर्न प्रयोग गर्न सकिन्छ। यसका कारण पटक पटक नगद बोक्नु पर्ने आवश्यकता पर्दैन र यात्रा छोटो तथा सहज हुन्छ। यही कारणले गर्दा यहाँको पब्लिक ट्रान्सपोर्ट सिस्टम संसारकै सबैभन्दा धेरै प्रयोग हुने ट्रान्सपोर्ट सिस्टम मध्ये एक मानिन्छ। यहाँका पोर्ट तथा एयरपोर्टहरू पनि वर्ल्ड क्लास स्तरका छन्। यसैगरी डिजिटल सिस्टमको क्षेत्रमा पनि हङकङ निकै अगाडि छ। एउटा स्मार्ट सिटीका रूपमा यसले डाटा बेस्ड गभर्नमेन्स, स्मार्ट टुरिज्म तथा नयाँ नयाँ टेक्नोलोजी अपनाउन विशेष जोड दिँदै आएको छ। अब यसको पोलिटिकल स्ट्रक्चरको कुरा गर्ने हो भने वान कन्ट्री टु सिस्टम अन्तर्गत चीनको हिस्सा भए पनि हङकङलाई आफ्ना कानुनी तथा आर्थिक निर्णयहरूमा पर्याप्त एटोनोमी प्राप्त छ। यो सम्पूर्ण व्यवस्था बेसिक ल नामक दस्तावेजद्वारा निर्धारित गरिएको छ। यसलाई हङकङको मिनी कन्स्टिट्युसन पनि भनिन्छ। यहाँको सरकार प्रमुखलाई चिफ एक्जिक्युटिभ भनिन्छ, जसले स्थानीय सरकारहरूको नेतृत्व गर्नुका साथै चीनको केन्द्रीय सरकार र हङकङ बीच एउटा महत्त्वपूर्ण सेतुको रूपमा काम गर्छ। यहाँको एक सदनीय संसदलाई लेजिस्लेटिभ काउन्सिल भनिन्छ, जसले हङकङका स्थानीय कानुन तथा बजेट सम्बन्धी कार्यहरू सञ्चालन गर्छ। तर डिफेन्स तथा फोरेन पोलिसीमा भने प्रत्यक्ष नियन्त्रण चीनकै रहन्छ। यहाँको जुडिसियरी भने कमन ल सिस्टममा आधारित छ, जुन मेनल्यान्ड चाइनासँग फरक छ। प्रशासनिक रूपमा हङकङलाई 18 वटा डिस्ट्रिक्टमा विभाजन गरिएको छ, जसले स्थानीय समस्याहरूमा सरकारलाई सल्लाह दिने काम गर्छन्। यी मध्ये क्षेत्रफलका आधारमा आइसल्यान्ड डिस्ट्रिक्ट सबैभन्दा ठूलो जिल्ला हो, जसमा ल्याङटङ आइसल्यान्ड सहित धेरै ठूला द्वीपहरू पर्दछन्, जबकि योङ टिसोङमोङ डिस्ट्रिक्ट सबैभन्दा सानो जिल्ला हो। र अब यिनै जिल्ला तथा क्षेत्रहरू हुँदै हामी पुग्नेछौँ हङकङका प्रसिद्ध टुरिस्ट स्पोटहरूमा। अब आउनुहोस् हामी हाम्रो यात्राको सुरुवातमा हङकङको मोटो अर्थात् भिक्टोरिया हार्बरबाट गरौँ, जसले हङकङ, आइसल्यान्ड र कोलोङलाई आपसमा जोडिएको छ। यहाँ पुगेर हामी प्रसिद्ध स्टार फेरीमा यात्रा गर्नेछौँ, जसले हामीलाई निलो समुद्री छालहरूमाथि रमाइलो यात्रामा लैजान्छ। जब तपाईँ फेरीको डिकमा उभिएर चारैतिर हेर्नुहुन्छ, तब यस सहरमा गगनचुम्बी भवनहरूको दृश्य साँच्चीकै मनमोहक देखिन्छ। र यसपछि जब हामी संसारकै सबैभन्दा प्रसिद्ध पर्मानेन्ट लाइट एन्ड साउन्ड शो अर्थात् सिम्फोनी अफ लाइट हेर्नेछौँ, तब तपाईँको मन अवश्य प्रफुल्लित हुनेछ। त्यसपछि यहाँबाट केही अगाडि बढेर हामी वाङटिङ सिङ टेम्पल तर्फ जानेछौँ। न्युलिनमा अवस्थित यो मन्दिर युङटुङ सिङलाई समर्पित छ, जसलाई आरोग्य तथा मनोकामना पूरा गर्ने देवताको रूपमा मानिन्छ। यो मन्दिर परम्परागत चिनिया वास्तुकलाको उत्कृष्ट नमुना हो। यसको सुन्दरता मात्र होइन, यहाँ मागिएको प्रत्येक प्रार्थना पूरा हुन्छ भन्ने विश्वासका कारण पनि यो निकै प्रसिद्ध छ। यही विश्वासलाई साथमा लिएर अब हामी हङकङ अब्जर्भेसन व्हीलबाट यस
सहरको सम्पूर्ण स्काइलाइन तथा भिक्टोरिया हार्बरको मनमोहक दृश्य एकैसाथ अवलोकन गर्न सक्छौं, जुन साँच्चीकै अविस्मरणीय हुनेछ। यही नजिकै वेस्ट न्युलन कल्चर डिस्ट्रिक्ट अवस्थित छ, जुन आज हङकङको सबैभन्दा ठूलो सांस्कृतिक केन्द्र बनेको छ। यहाँ तपाईँ एम प्लस म्युजियममा आधुनिक कला अवलोकन गर्न सक्नुहुन्छ भने हङकङ प्लेस म्युजियम र बेजिङको फोर्बिडिन सिटीबाट ल्याइएका ऐतिहासिक कला संस्कृतिहरू पनि हेर्न सक्नुहुन्छ। यही क्षेत्रमा निर्माण गरिएको टेङ ट्याक स्पोर्ट पार्क यस सहरको नयाँ ल्यान्डमार्क हो। यहाँको विशाल स्टेडियम तथा रातको दृश्य साँच्चीकै हेर्न लायक हुन्छ। यसको अवलोकनपछि तपाईँ सेन्ट्रल मिड लेभल एस्कालेटरको पनि अनुभव लिन सक्नुहुन्छ। यो कुनै साधारण एस्कालेटर होइन, बरु 20 वटा एस्कालेटर मिलेर बनेको यस्तो प्रणाली हो जसले संसारकै सबैभन्दा लामो आउटडोर कभर एस्कालेटर सिस्टमको कीर्तिमान कायम गरेको छ। करिब 800 मिटर लामो यो एस्कालेटर सिस्टमले पहाडी ढलानहरू कुनै थकान बिना पार गर्न अत्यन्तै सहज बनाउँछ र यस यात्राका क्रममा तपाईँ आरामसँग यस सहरका साँघुरा गल्लीहरू, रंगीन स्ट्रीट आर्ट तथा हङकङको व्यस्त दैनिकीलाई चलचित्र झै आफ्नो छेउबाट गुज्रिएको अनुभव गर्न सक्नुहुन्छ। यस एस्कालेटर नजिकै अवस्थित छ PMQ अर्थात् पुलिस मेरिट क्वार्टर। कुनै समय यो पुलिस अफिसरको आवासीय परिसर थियो, तर आज यो एउटा क्रिएटिभ शपिङ हबमा परिणत भइसकेको छ। यहाँ लोकल डिजाइनरका वर्कसप, आकर्षक साउभिनियर तथा मनमोहक क्याफेले यस स्थानलाई अत्यन्तै कुल र भाइब्रेन्ट बनाएका छन्। अब यहाँबाट हामी अगाडि बढ्दै भिक्टोरिया पिक तर्फ लाग्नेछौँ, किनभने यहाँ पुग्न हामी पिक ट्रिममा यात्रा गर्नेछौँ। यो यात्रा अत्यन्तै रोमाञ्चक हुनेछ, किनकि यो संसारका सबैभन्दा पुराना ट्रिम मध्ये एक हो। यति मात्र होइन, यो एसियाको पहिलो फ्युनिकुलर रेलवे पनि हो, जसले केबल वा तारको सहायताले सिधै तीव्र उकालो तथा पहाड चढ्छ। जब यो तीव्र उकालो पार गर्दै माथि चढ्न थाल्छ, तपाईँ रोमान्सले भरिनु हुनेछ। समुद्री सतहबाट 828 मिटरको उचाइमा रहेको स्काई ट्रेसबाट जब सम्पूर्ण भिक्टोरिया हार्बर तथा टाढासम्म फैलिएका द्वीपहरूको दृश्य देख्नुहुन्छ, तब तपाईँ आश्चर्यचकित नभई रहन सक्नुहुन्न। हङकङको यो दृश्य तपाईको सम्झनामा सधैँका लागि बसिरहनेछ। अब यो अविस्मरणीय दृश्यपछि आउनुहोस् हङकङ पार्क तर्फ लागौं। अग्ला भवनहरूको बीचमा अवस्थित यो पार्कले सहरको भिडभाड र कोलाहलबाट टाढा शान्तिको अनुभूति गराउँछ। यहाँ घुम्दै गर्दा हामी सुन्दर फाउन्टेन, एभेरी तथा चारैतिर फैलिएको हरियालीको आनन्द लिन सक्छौं। तपाईलाई समुद्री किनार मन पर्छ भने रिपल्स बे तथा स्टेनलेका आकर्षक समुद्री तटहरूले तपाईको मन अवश्य जित्नेछन्। यसैगरी साहसिक यात्राका पारखीहरूका लागि ड्र्यागन ब्याक ट्रायलको हाइकिङ एउटा अविस्मरणीय अनुभव हो। यद्यपि हङकङमा परम्परागत वर्ल्ड हेरिटेज साइट छैन, तर यहाँको युनेस्को ग्लोबल जियो पार्क संसारका सबैभन्दा अद्भुत प्राकृतिक स्थानहरू मध्ये एक मानिन्छ। यो युनेस्को ग्लोबल जियो पार्क नेटवर्कको सदस्य पनि हो। यहाँका 450 मिलियन इयर पुराना भोल्क्यानिक रक तथा 400 मिलियन इयर पुराना सेडिमेन्टरी रकका अनौठा संरचनाहरूले यस यात्रालाई संसारकै अविस्मरणीय बनाइदिन्छ। रोमाञ्चका पारखीहरूका लागि ओसियन पिक पनि उत्कृष्ट गन्तव्य हो। यो आफ्ना रोमाञ्चक राइड तथा समुद्री जीव जन्तुहरूको कारण अत्यन्तै प्रसिद्ध छ। यसको आनन्द लिइसकेपछि अब हामी आफ्नो यात्रालाई आध्यात्मिक मोड दिन याङजुङ पिङ तर्फ अगाडि बढ्नेछौँ। यहाँ हामी एउटा लामो केबल कारको माध्यमबाट लाङटोङ आइसल्यान्ड पुग्नेछौँ, जहाँ अवस्थित छ बिग बुद्ध, जसलाई 1010 बुद्ध पनि भनिन्छ। यो वास्तवमा काँसबाट निर्मित एउटा विशाल प्रतिमा हो। यसको उचाइ करिब 34 मिटर छ। यस विशाल मूर्तिलाई नजिकबाट अवलोकन गर्न र यसको भव्यता महसुस गर्न तपाईले 268 वटा सिडी चढ्नु पर्ने हुन्छ। जसरी जसरी तपाईँ माथि पुग्दै जानुहुन्छ, त्यसको विशाल स्वरूप आज प्रष्ट हुँदै जान्छ। माथिबाट देखिने टाढासम्म फैलिएका द्वीपहरूको मनोरम दृश्यले पनि तपाईलाई आश्चर्यचकित बनाइदिनेछ। यहाँको शान्त वातावरण र बुद्धको अनुहारमा झल्किने शान्तिले साँच्चीकै तपाईको मनलाई आनन्दले भरिदिनेछ। यहाँबाट हामी पोलिन मोनास्ट्री पनि जान सक्छौं। यो अत्यन्तै सुन्दर र भव्य बुद्धिस्ट टेम्पल हो। यसलाई द बुद्धिस्ट वर्ल्ड अफ द साउथ पनि भनिन्छ। यसको अवलोकनसँगै नजिकै रहेको टाइओ फिसिङ भिलेजमा पानीमाथि खम्बामा टिकाइएका काठका घरहरू हेरेर हङकङको परम्परागत तटीय संस्कृतिलाई पनि नजिकबाट अनुभव गर्न सकिन्छ। शान्ति र संस्कृतिको यो अद्भुत संगमपछि अब हामी अघि बढ्नेछौँ यही लाङटाङ आइसल्यान्डमा रहेको हङकङ डिजील्यान्ड तर्फ। यो एउटा यस्तो थीम पार्क हो जुन आफ्ना 7 फरक फरक थीम ल्यान्डका लागि विश्व
विश्वभर परिचित छ। यहाँको वर्ल्ड अफ होरिजन संसारकै पहिलो होरिजन थीम ल्यान्ड हो। यहाँ हाइपरसेप माउन्टेन तथा बिग ग्रेजी माउन्टेन जस्ता रोमाञ्चक हाई स्पिड राइड पनि छन्। त्यसैगरी क्यास्टल अफ म्याजिकल ड्रिममा साझा हुने लाइट एन्ड प्रोजेक्सन सो साँच्चैकै अद्भुत हुन्छ। यही कारणले यो थीम पार्क संसारका उत्कृष्ट टुरिस्ट स्पोट मध्ये एक मानिन्छ। यहाँ भरपूर मनोरञ्जन गरेपछि अब हामी अघि बढ्नेछौँ हङकङ जुहाई मकाउ ब्रिज तर्फ। यो आधुनिक इन्जिनियरिङको एउटा उत्कृष्ट नमुना हो। प्यारल रिभर डेल्टा माथि निर्माण गरिएको यो 55 किलोमिटर लामो सी क्रसिङ ब्रिज टनल सिस्टम संसारकै सबैभन्दा लामो प्रणाली। यसमा विशाल पुलका साथै समुद्र मुनि बनाएको टनल पनि समावेश गरिएको छ, जसले हङकङलाई सधैँ मकाउ तथा चीनको तटीय सहर जुहाईसँग जोड्छ। यसको अवलोकनपछि टेम्पल स्ट्रीट लाइट मार्केट तथा टिसिमसा टिसुईमा तपाईँ लोकल स्ट्रीट फुड र शपिङको मजा एकैसाथ लिन सक्नुहुन्छ। यसैगरी लान केवाई फोङ यस सहरको सबैभन्दा प्रसिद्ध पार्टी हब हो। रातको समयमा यहाँका क्याफे रेस्टुरेन्ट तथा म्युजिकले सम्पूर्ण क्षेत्रलाई जीवन्त बनाइदिन्छ। यसलाई देखेपछि सहजै महसुस हुन्छ कि यो सहर वास्तवमै कहिल्यै सुत्दैन। यसरी रोशनी र चहल पहलले भरिएको हङकङको संस्कृति यहाँका चाडपर्वहरूमा पनि प्रष्ट देख्न सकिन्छ। ती मध्ये सबैभन्दा महत्त्वपूर्ण हो चाइनिज न्यू इयर। यस अवसरमा सम्पूर्ण सहर सौभाग्यको प्रतीक मानिने रातो रङका परम्परागत ल्यान्टेन्स तथा सजावटले झिलिमिली बनेको हुन्छ। परम्परागत लियोन डान्स, ड्र्यागन डान्स तथा भव्य फायरवर्कका साथ यो पर्व परिवारका सदस्यहरू मिलेर उल्लासपूर्वक मनाउने गर्दछन्। यस अवसरमा बालबालिकाहरूलाई रातो इन्भेलपमा लक्की मनी पनि दिइन्छ, जसलाई यहाँ समृद्धि र शुभकामनाको प्रतीक मानिन्छ। यस पर्वको समापन स्प्रिङ ल्याङ्टेन फेस्टिभलसँग हुन्छ, जसलाई चिनिया भ्यालेन्टाइन डे पनि मानिन्छ। यहाँ मनाइने क्विङमिङ फेस्टिभल तथा चिङयोङ फेस्टिभल पनि अत्यन्तै विशेष पर्वहरू हुन्। यी पर्वहरूमा मानिसहरूले परम्परा अनुसार रोग व्याधिबाट बस्न तथा आफ्ना पूर्वजप्रति श्रद्धाञ्जली अर्पण गर्न पहाड चढ्ने र समाधि स्थलको सरसफाई गर्ने गर्दछन्। समुद्रसँग गहिरो सम्बन्ध भएको यस सहरमा टिङ हाउ फेस्टिभलको अवसरमा समुद्री देवीहरूको पूजा गरिन्छ। यसैगरी बुद्धास बर्थडेका दिन मन्दिरहरूमा बुद्धका मूर्तिहरूलाई पवित्र स्नान गराउने विशेष परम्परा पनि निभाइन्छ। यी बाहेक हङकङको चिङच्वाङ बोङ फेस्टिभल आफ्नै किसिमले अत्यन्तै विशेष छ। यो यति प्रसिद्ध छ कि यसलाई युनेस्कोको इन्टेन्जिबल कल्चरल हेरिटेजमा समेत समावेश गरिएको छ। यस पर्वमा बाँसका टावरहरूमा हजारौं मिठा बन्स टाँसेर करिब 14 मिटर अग्ला मिनारहरू निर्माण गरिन्छ। यस पर्वको सबैभन्दा रोमाञ्चक आकर्षण हो बन स्क्रैम्बलिङ कम्पिटिसन। यस प्रतियोगितामा सहभागीहरू ती अग्ला मिनारहरूमा तीव्र गतिमा चढेर लक्की बन संकलन गर्दछन्। यसैगरी ड्र्यागन बोट फेस्टिभलका अवसरमा भिक्टोरिया हार्बरमा रोमाञ्चक डुङ्गा दौड आयोजना गरिन्छ र मिड अटोमिन फेस्टिभलमा रङ्गीन ल्यान्टेन, स्वादिष्ट मोनकेक तथा प्रसिद्ध टेङटोङ फायर ड्र्यागन डान्सको अद्भुत दृश्य हेर्न पाइन्छ। यस नृत्यमा सयौं मानिसहरूले हजारौं बलिरहेका अगरबत्तीहरूले ढाकिएको विशाल ड्र्यागन बोकेर नृत्य प्रस्तुत गर्दछन्। यी परम्परागत चाडपर्वहरूसँगै हङकङमा धेरै मोडर्न तथा इन्टरनेसनल इभेन्ट पनि आयोजना गरिन्छ, जस्तै स्पोर्ट लभरका लागि हङकङ 7 र आर्ट लभरका लागि हङकङ आर्ट फेस्टिभल, आर्ट बेजल तथा आर्ट सेन्ट्रल जस्ता प्रसिद्ध कार्यक्रमहरू पनि। यति मात्र होइन, यहाँको खानपान र स्वादका कारण हङकङलाई संसारको फुड क्यापिटल पनि भनिन्छ। आज पनि यहाँ संसारकै सबैभन्दा अफोर्डेबल मेसलिन स्टार रेस्टुरेन्ट अवस्थित छन्। मेसलिन स्टार वास्तवमा संसारका रेस्टुरेन्टहरूलाई उनीहरूको उत्कृष्ट स्वाद तथा उच्च गुणस्तरका लागि प्रदान गरिने सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान हो। यसलाई कुकिङ वर्ल्डको अस्कर पनि मानिन्छ। त्यसैले यस्ता वर्ल्ड क्लास रेस्टुरेन्टमा बसेर हङकङको स्वादको आनन्द लिनु साँच्चैकै एउटा अविस्मरणीय अनुभव हुन सक्छ। विशेष गरी डुङसुङ, जुन बफमा पकाइने साना साना परिकारहरूको एउटा सम्पूर्ण भेराइटी हो। यी परिकारहरू परम्परागत बाँसका टोकरीहरूमा पस्किन्छन्। ती मध्ये सबभन्दा लोकप्रिय हुन् यहाँका डम्पलिङ, हार्ग्रो जुन झिगे माछाबाट बनाइने स्क्रिम्प डम्पलिङ हो, तथा सुइमुई जुन स्वादिष्ट मिठो
मिट डम्पलिङ हो। यसैगरी हङकङ स्टाइल क्याफेमा चाइनिज तथा वेस्टर्न स्विसेनको अनौठो फ्युजन पनि निकै प्रसिद्ध छ। यहाँका क्यान्टोनिस मिट डिश अत्यन्तै लोकप्रिय छन्। यस्तै रोस्ट गोस तथा च्यार सुई र किनभने हङकङ द्वीपहरूको सहर हो त्यसैले यहाँको सी फुड अत्यन्तै ताजा हुन्छ। तपाईले आफूलाई मन परेको सी फुड छानेर तुरुन्तै पकाउन पनि दिन सक्नुहुन्छ। यहाँ क्यारी फिश बल अर्थात मसलादार करीमा पकाइएका फिश बल तथा चुङफोङ अर्थात स्टिम राइस नुडल रोल लगभग हरेक गल्लीमा पाइन्छन्। यहाँका साथै परम्परागत इग बोइल अर्थात अण्डा र मैदाबाट बनाइने बबल आकारका कुरकुरा स्न्याक यहाँका मानिसहरूका अत्यन्तै मनपर्ने परिकार हुन्। मिठाईतर्फ हेर्ने हो भने यहाँको पहिचान पाइन एप्पल बाउन हो, यद्यपि यसमा पाइन एप्पल हुँदैन। यसको माथिल्लो कुरकुरो भाग पाइन एप्पल जस्तो देखिने भएकोले यसलाई यो नाम दिएको। त्यसैगरी इटर्स अर्थात मिठो क्रस्टले भरिएका साना पास्ट्री कप तथा म्याङ्गो पोमेलो सोगो जुन आँप र सागोबाट बनाइने एउटा तागत दिने डिजर्ट हो। यहाँका सबैभन्दा प्रसिद्ध स्वीट डिस हुन्। यदि ड्रिङ्कको कुरा गर्ने हो भने यहाँको मिल्क टी सबैभन्दा प्रसिद्ध छ। यो बलियो ब्ल्याक टी र क्यारेमी मिल्क मिलाएर तयार गरिन्छ। यसैगरी यहाँको यङ पनि निकै अनौठो पेय पदार्थ हो। यो क्याफे र मिल्क टीको विशेष मिश्रण हो जुन यहाँको लाइफस्टाइलको विभिन्न हिस्सा बनेको छ। अब स्वादको यात्रा पछि आउनुहोस् यहाँका परम्परागत ट्रेडिसनल ड्रेसका बारेमा पनि जानौं। यहाँ महिलाहरूको परम्परागत पोसाक चुङसाम जसलाई कोइ पाओ पनि भनिन्छ। यो पोसाक आफ्नो हाई कोलार तथा साइड स्लाइडका लागि परिचित छ। यो प्राय सिल्क जस्ता विलासी फ्याब्रिक तथा हातले उत्कृष्ट कडाइका साथ तयार गरिन्छ। यसैगरी पुरुषहरूको परम्परागत पोसाकमा ट्याङसङ एउटा लामो परम्परागत कोट हो जसलाई सामाजिक सम्मानको प्रतीक मानिन्छ, जबकि ट्याङ सर्ट एउटा औपचारिक ज्याकेट हो जसमा माइडेन कोलार तथा फ्रक बटनहरू हुन्छन्। यी परम्परागत पोसाकहरूले आज पनि हङकङको गौरव, इतिहास र सांस्कृतिक विरासतलाई जीवन्त राखेका छन्। अब यी सबै कुरा जानिसकेपछि पालो आउँछ हङकङ सम्बन्धी केही यस्ता महत्त्वपूर्ण जानकारीहरूको जसले यहाँ भ्रमण गर्दा तपाईलाई निकै सहयोग गर्नेछन्। जस्तै यहाँको संस्कृति तथा परम्पराको सम्मान गर्नु अत्यन्तै आवश्यक छ। यसका साथै यहाँ अनुशासन तथा आपसी सम्मानलाई विशेष महत्त्व दिइन्छ। त्यसैले तपाईले पनि यी कुराहरूलाई पालना गर्नुपर्छ। एस्केलेटरको प्रयोग गर्दा सधैँ दायाँतर्फ उभिनुहोस्। कसैलाई पनि वस्तु दिँदा वा लिँदा सधैँ दुई हात प्रयोग गर्नुहोस्। लाइनमा उभिएर आफ्नो पालो कुर्नुहोस्। रेड लाइट बलिरहेको बेला सडक पार नगर्नुहोस्, अन्यथा तपाईलाई ठूलो जरिवाना तिर्नुपर्ने हुन सक्छ। त्यसैले यी साना साना कुराहरूको सधैँ ध्यान राख्नुहोस्। अब यो पनि जानौं कि हङकङ घुम्नका लागि सबैभन्दा उत्तम समय अक्टोबरदेखि डिसेम्बर बीचको अवधि मानिन्छ। नेपाली पासपोर्ट होल्डरले निश्चित शर्तहरू पूरा गरेपछि 14 दिनसम्म भिजा बिना पनि हङकङ भ्रमण गर्न सक्छन्। नेपालका प्रमुख शहरहरूबाट हङकङका लागि डाइरेक्ट फ्लाइट उपलब्ध छन् र इन्डिया हुँदै क्रुजको विकल्प पनि रोज्न सकिन्छ। त्यसैले अब ढिला नगर्नुहोस्, आफ्नो लागि सबैभन्दा उत्तम विकल्प रोज्नुहोस् र तयार हुनुहोस् हङकङको अविस्मरणीय यात्राका लागि। र यहाँबाट फर्किँदा आफ्ना प्रियजनहरूका लागि केही विशेष सम्झना र उपहार पनि ल्याउन नबिर्सिनुहोस्। जस्तै ज्याड र जेम्सबाट बनेका सुन्दर ब्रासलेट तथा पेन्डेन्ट, प्रिमियम सिल्क प्रोडक्ट जस्तै स्कार्फ तथा एम्ब्रोइडरी भएका कपडाहरू, परम्परागत चाइनिज आर्ट जस्तै सिलिग्राफी तथा पेन्टागन, फिङ सुई आइटम जस्तै लक्की काम तथा फर्च्युन कोट, प्रिमियम ओलोन टी, जास्माइन टी तथा आकर्षक डिजाइन भएका चपस्टिक सिट। अब यही सँगै हङकङको यो यात्रा सम्पन्न हुन्छ। यो यात्रा तपाईलाई कस्तो लाग्यो कमेन्ट सेक्सनमा आफ्नो माया र समर्थन अवश्य व्यक्त गर्नुहोस्। साथै आगामी डकुमेन्ट्री कुन विषयमा हेर्न चाहनुहुन्छ त्यो पनि हामीलाई लेखेर बताउन नबिर्सिनुहोस्। यदि तपाईले लाइक गरिसक्नु भएको छैन भने यस डकुमेन्ट्रीलाई धेरै भन्दा धेरै शेयर पनि गर्न नबिर्सिनुहोस् र हाम्रो परिवारको हिस्सा बन्नको लागि माइन्ड्स अफ मिडिया च्यानललाई सब्स्क्राइब गरेर बेल आइकनलाई पनि अवश्य थिच्नुहोस्। म कृष्ण ओली अहिलेका लागि बिदा चाहन्छु। धन्यवाद। छिट्टै भेटौँला। यतिन्जेलसम्म माइन्ड्स अफ मिडियासँग जोडिनुहोला। रियल नलेज, रियल ग्रोथ।